जुन यो धरानमा रहेको बुढासुब्बा मन्दिरमा रहेको जुन बाँसको टुप्पो रहँदैन, यसको विशेषता मैले केही सुनेको थिएँ, तर अब यसमा चाहिँ मैले व्याख्या गर्न चाहिनँ। उल्टा सिधा हुन सक्ने सम्भावना धेरै नै हुन्छ, किनभने सुनेको कहानीहरू धेरै प्रकारका छन् र त्यो पनि अब न्यू प्लेस युट्युब च्यानलले सबैको सामु पुर्याउँ भन्ने सोच बनाएर मैले एउटा भिडियो बनाएँ। जुन यो बाँसको रहस्य धेरै फरक छ भने न्यू प्लेस युट्युब च्यानललाई पनि माया गरी लाइक, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। यो हो धरानमा रहेको बुढासुब्बा मन्दिर। धरानको बुढासुब्बा मन्दिरको केही वरिपरिको दृश्यहरू। कतै घटाउन अब त्यो भुडी अब क्यामेरा पानी यहाँ छ त्यहाँले त बिगार्छ भाइ। तपाईलाई बुढासुब्बा मन्दिरमा आउँदा कस्तो लाग्यो? राम्रो, शीतल। अघि श्रम गर्दा चाहिँ साह्रै गर्मी। आमान। अनि किन तपाईँ चाहिँ दर्शन गर्न नछिर्नु भएको भित्र? भात खाएर आएको, त्यही भएर। यो हो धरानको बुढासुब्बा मन्दिर, जुन यहाँको विशेषता नै फरक देख्न सकिन्छ भने यसको यो मन्दिरभित्र चाहिँ अब यस्तो देख्न सकिन्छ। यो जुन बुढासुब्बा मन्दिरभित्र चाहिँ यहाँ यस्तो ढिबेरकुटीहरू देख्न सकिन्छ। अनि केही यहाँको वास्तविकता जुन बुझ्न त थुप्रै नै लाग्छ भने निकै चलेको चर्चित धरानको बुढासुब्बा मन्दिर भनेर यो बुढासुब्बा मन्दिरलाई धरानमा रहेको बुढासुब्बा मन्दिर छोप्यो? के छोप्यो गरे?